दाइहरू सबै यहाँ दाइहरू मात्रै छ कि फेरि म एक्लै भयो यहाँ जाउँ जमै जाउँ केटा हो अब होइन फर्स्ट टाइम भ्लग बनाउँदैछु म विशालको मलबाट अब बनाउने नयाँ वेलकम टु माई न्यू ब्लग सबजना स्वागत छ मेरो ब्लगमा आई होप सबजना सन्चै हुनुहुन्छ होला म पनि एकदम ठिक छु अनि आज पनि स्कुल जान लाग्यो होइन अनि आज बहिनी यता छ दिदी अनि त्यही हो हाम्रो बिस्तारै जानुपर्छ होइन टक्क पहिले अनि अस्ति पनि भ्लग हालेको थियो त्यसमा चाहिँ के अरे भ्युज पुगेन तपाईँहरूले माया गरिदिनु टक्क पाले होइन नयाँ साथ सपोर्ट गरिदिनु होला होइन के हेरेको भ्लग बनाउने हो ल अब तल एकछिनमा भेटौँला है त साथीले पनि भ्लग बनाउने भनिरहेको छ मेरो मोबाइलमा आज त्यसले म भ्लग बनाउन दिन्छु कि दिँदैन सायद बनाउने त भनिरहेको थियो तर खै दिन्छु कि दिँदैन म थाहा छैन अनि अब फुल भिडियो उसले बनाउने भन्ने छ हेर्छु म अब के हुन्छ रहेछ त्यही हो अब साथीले बनाइदिनु अब बहिनीले पनि के अरे बहिनीले पनि बनाऊँ भनिरहेको छ खोइ दिउँ कि क्या हो ल बना न बल्ल बल्ल विशाल दाइले मोबाइल दिनु भएको छ अनि त्यसैले मैले भ्लग बनाउनु पाएको छैन गाइज अनि यहाँ दिनु रहेको छ यहाँ धनियाँ बोकिरहेको छ अब हामी जाँदैछौँ स्कुलमा अब यहाँ आँकीको पसलमा आइपुगेको छु गाइज अब त्यहाँदेखि चाहिँ मैले त्यहाँभन्दा बढी के अरे त्यो बनाउनु पाउँदैन भ्लग बनाउनु पाउँदैन त्यहाँदेखि म विशाललाई सुम्पिदिन्छु गाइज होइन सक्नुहुन्छ गाइज त्यहाँ मेरो साथीहरू गएको छ होइन अब मेरो भ्लग अन्त्य गर्ने बेला आउन आँटिसकेको छ गाइज मैले विशाललाई सुम्पिदिएको छु गाइज अब त्यही नै हो अब केटाहरू तल हुन्छ होइन केटाहरूसँग अब भेट्नुपर्छ अलिकति उसलाई चाहिँ नदेखाऊ भनेको छ उसलाई प्रब्लम हुन्छ अरे अनि बहिनीले पनि अघि भ्लग बनायो अलिकति रहर पुरा भरिदियो बहिनीको अलिकति होइन अब केटाहरू तल हुन्छ केटाहरूसँग टक्क बस्नुपर्छ अनि फुल भिडियो युट्युबमा आउँछ है त केटाहरू छ कि छैन थाहा छैन त्यो चाहिँ होइन आउने त भनेर थियो आउँछ कि आउँदैन तिनीहरूको फिक्स हुँदैन अब त्यहीँ हुन्छ केटाहरू अब फुल भिडियो साथीले बनाउने भनेर छ हेरौँ के हुन्छ रहेछ अलिकति म बनाउँछु अलिकति बनाउँछु होला अनि त्यही नै हो अब स्कुलमा चाहिँ लानु पाउँदैन मोबाइल त्यहाँतिर राख्छु कहीँतिर अनि त्यहाँबाट फेरि घर आउनु मलाई अलिकति छोटो हाल्नुपर्छ अनि भ्लग एडिट गरेर टक्क युट्युबतिर हाल्नुपर्छ छैन छ अब केटाहरूलाई वेट गर्नुपर्छ टक्कबाले अब होइन 9:30 भइरहेछ अब कति 10 मिनट जति पर्खेर बसौँ आउँछ कि हेरौँ अनि आएन भने मै भ्लग बनाउँछु उसले अस्ति भनेको थियो क्या मलाई तेरो भ्लगमा म बनाउँछु अलिकति भनेर अनि त्यही हो उसलाई बनाउँछु दिन्छु होला म 12 seconds later भ्लग चाहिँ यसले बनाउने होइन फुल भिडियो यसको अब युट्युबमा हाल्छु होला म अब भ्लग चाहिँ उसले बनाउँछ होइन अब हेर्न सक्नुहुन्छ उसको कस्तो भ्लग हुन्छ कस्तो रियाक्सन हुन्छ रहेछ हेर्नु टक्कबाले अब उसलाई दिन्छु है त म भ्लग टक्कबाले यसरी झन् यसरी माथि गरेर मैले सिकाउनु परिरहेछ गाइज यसलाई फर्स्ट टाइम हुने त गाइजहरू होइन हामी स्कुल जाँदैछौँ आज केटा हो अब चाहिँ हामी स्कुल जाँदैछौँ हामी अब म यहाँ केटाहरूलाई भेट्यो होइन युट्युब गिराएर रहेछ विशाल अनि भेटेको थियो अब हामी स्कुल जानुपर्ने छ केटाहरू पनि यहीँ तल केटाहरू पनि छ होइन अब सो हामी चाहिँ स्कुल जानुपर्ने हुन्छ होइन अब जाने पर्छ स्कुलमा अब भ्लग त बनाउनु आउँदैन जे भने साथीको भ्लगमा बोलिदिउँ होइन बनाइदिउँ भनेर मात्रै होइन गाइजहरू अब केटाहरू चाहिँ यहाँ तल छ केटा चाहिँ यहाँ तल छ अब चाहिँ म चाहिँ यता आइरहेछु अब हामी तल भेटौँ न त सो गाइज हामी चाहिँ अब होइन तल आइपुगिसकेको छ अब हामी क्यामेरा गर्नु छ भन्ने आएन यार
सो अब चाहिँ हामी जानुपर्ने चाहिँ स्कुल, हाम्रो स्कुल चाहिँ तल छ होइन, तल साथीहरू चाहिँ यहाँ तल पुगिसकेको छ। एकछिन आएन पनि हेर्नुपर्ने हुन्छ साथीहरू होइन। हाप्पी केटाहरू चाहिँ यहाँ छ, केटा हो होइन, हाम्रो नेस भाइ पनि यहाँ छ। सबैले भाइ पनि बानी गएपछि दाइहरू सबै यहाँ दाइहरू मात्रै छ कि फेरि म एक्लै भाइहरू यहाँ जम्मै केटा हो। अब होइन फर्स्ट टाइम भ्लग बनाउँदैछु म विशालको मलबाट। अब बनाउने नआए पनि हो कि विशाल हामी बस्नु फुल भिडियो मेरो मैले बनाउँछु होला, केटाले नबनाउनेले बनाउन नआए पनि एकछिन अब बनाऊँ न यहाँ भनेको। माइन्ड नगरिदिनु होला गाइजहरू, हात पनि दुख्ने पो रहेछ है, बाँध्नु छैन। अब सो गाइज हाम्रो अस्ति पानी परेर बाटो पनि खत्तम भइरहेछ गाइजहरू होइन। अघि विशाल लड्ने लाग्यो, बाटो त खत्तम छ खत्तम। अब यो मल पनि यहाँ तलतिर राख्नुपर्छ होइन गाइजहरू। अलि राम्रो होइन होला गाइज, सायद छैन सायद कस्तो हाल्छ। हाम्रो बाटो चाहिँ अस्ति पानी परेर यस्तो हालत भएको छ कि बाटोको हालत यस्तो छ यार, कोही पनि हाँस्छिन् होला गाइजहरू होइन। फर्स्ट टाइम सकेसम्म भरिसम्म आउँछ होला यो भ्लग। बत्ती आयो भने होइन विशाल, बत्ती आज भोलि हावाहुरी आइरहेछ, बत्तीको समस्या होइन विशाल, हो कि होइन भन्न। बाटो हालत हेर्नु गाइजहरू होइन, अस्ति पानी परेपछि गाइजहरू मलाई यो मल भ्लग बनाउनै आउँदैन कि, फेरि म नबनाऊ भने बना भनेर बनाएर छु गाइजहरू। अब यहाँ तल भेटाउँला त आयो त गाइज। सो गाइज होइन साथीको चाहिँ भ्लग हेर्न सक्नु भइसक्यो होला। अनि उसलाई चाहिँ अलिकति आतिन्छ रहेछ, कन्फिडेन्ट हुँदैन रहेछ होइन। हुन्छ अब नेक्स्ट टाइममा बिस्तारै बोल्दै बानी जान्छ, त्यो बेलामा बानी बस्छ कि भ्लग बनाउनु चाहिँ। अनि त्यो बेलामा चाहिँ आफूले आतिनु हुँदैन कि भ्लग बनाउनु बेलामा चाहिँ आफैमा कन्फिडेन्ट राख्नुपर्छ। अनि सक्छ कि जे कुरा पनि सक्छ कि हामीले, जे कुरा पनि सक्छ। अनि अर्को साथीले पनि बनाउने भनिरहेछ, उसलाई पनि दिन्छु म भ्लग बनाउन। ओइ यहाँ चाहिँ यहाँ मेरो भ्लगमा को आउने हो भ्लग बनाउन, केटाहरूलाई रामले भ्लग बनाइदिन्छु पाले। त्यही हो गाइस, हेर्न सक्नुहुन्छ भ्यू होइन। अब स्कुल चाहिँ तलै हो, हेर्न सक्नुहुन्छ भ्यू। त्यही हो, भ्यू चाहिँ खतरा छ हाम्रो गाउँको, एकदम क्लिन छ क्या। हिजो पानी परेर होइन, हिजो पानी परेको परेन, हिजो पानी परेको थियो, यत्रो पानी परेको थियो होइन। अनि सबैजना आफ्नै घरमा बस्नु होला, मौसम अलिकति खराब चल्दैछ। अनि त्यही हो, माया सपोर्ट गरिदिनु होला। हामी पनि भ्लग बनाउँछौँ, हामी पनि सपना पुरा गर्दैछौँ भनौँ न। अब गर्दैछु। अनि अब तपाईँहरूले साथ सपोर्ट माया गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला होइन। अनि आफूलाई पनि अलिकति मोटिभेसनल आउँछ सब्सक्राइब र कमेन्ट हुने बेलामा। अनि त्यही नै हो। अब टक्कबाले अब स्कुल आइपुग्नु लाग्यो, स्कुलमा चाहिँ मोबाइल लग्नु हुँदैन, अलिकति डिसिप्लिन पनि बस्नुपर्छ नि। फेरि सरहरूको कुरा पनि मान्नुपर्छ, सरहरूको कुरा मान्नुपर्छ होइन। अनि स्कुलमा चाहिँ मोबाइल लग्नु हुँदैन। अब भोलिदेखि बिदा छ होला सायद, जहाँसम्म लाग्छ मलाई चाहिँ। कति भोलि 14 गते होइन, भोलि 14 गते। अनि कति 17 गतेसम्म होला सायद, हाम्रो चाहिँ 16 गतेसम्म होला। अनि अब 16, 17 ल हाई गरिदिनु न त ल दामी दामी। अनि 17 गते चाहिँ स्कुल आउनुपर्छ। अनि काठमाडौँतिर चाहिँ आइतबार पनि बिदा हुन्छ क्या। अनि 4 दिन लगातार बिदा छ, हाम्रो चाहिँ छैन, तर 3 दिन बिदा छ हाम्रो चाहिँ। अनि यो काठमाडौँतिर चाहिँ 4 दिन बिदा छ क्या। अनि साथीले अब भ्लग बनाउनु दिएन, अब स्कुलमा आइपुगिसक्यो। अब घर आउने बेलामा बनाइदिन्छु है, यसलाई बनाउनु दिन्छु म है त। धन्यवाद।